जय मसीह। पहिलो कोरिन्थी 9 अध्यायको 17 पदले भन्छ, किनकि म यो काम मेरो इच्छाले गरेँ भने मलाई इनाम छ। यदि मैले यो काम मेरो इच्छाले गर्दै गरिनँ भने पनि परमेश्वरले मलाई भण्डारेको जिम्मा सुम्पिदिएको छ। प्रियहरू, आज यहाँ पावलले कोरिन्थीका मण्डलीहरूलाई पहिलो कोरिन्थी 9 अध्यायमा धेरै प्रश्न गरेका छन् अनि आफ्नो गुनासोहरू राखेको कुराहरू हामी पाउँछौँ। त्यो चाहिँ के भन्दाखेरि, म तिमीहरूको निम्ति प्रेरित हुँ अनि मैले पाउने हक अधिकार मैले पाउनु पर्ने हो, तर मैले मेरो हक अधिकार मैले पाउनु पर्छ भनेर यो पत्र लेखेको होइन। अनि धेरै प्रश्नहरू गर्छ तल, आफ्नै खर्चमा कसले सिपाही काम गर्छ र? दागबारी लाएर कसले खाँदैन र त्यसको फल? पावलले यहाँ पहिलो कोरिन्थी 9 अध्यायको 17 पदमा भन्छ, मैले यो मेरो सो इच्छाले गरेँ भने परमेश्वरले मलाई इनाम राखिदिनु भएको छ, अर्थात् परमेश्वरले मलाई इनाम दिनुहुन्छ। यदि मैले सो इच्छाले गरिनँ भने पनि परमेश्वरले मलाई भण्डारेको जिम्मा सुम्पिदिएको छ। प्रियहरू, हामी प्रभुको कामहरू गर्दाखेरि, प्रभुको सेवकाई गर्दाखेरि हामीले कुनै चिज पाउँछु भनेर एक्सपेक्टेसन राखेर, आशा राखेर गर्नुहुन्न रहेछ। प्रभुको काम त हामीले सो इच्छाले गर्नु पर्दो रहेछ, आफ्नो इच्छाले। मैले धेरै प्रभुका दासहरू देखेको छु जसले सेवकाई बाहेक अरू कुनै कुरालाई रोज्नु भएन उहाँहरूले, अनि मण्डलीको सेवकाई धेरै दुःख अनि कष्ट गरिकन आफ्नो घरदेखि धेरै दूरीमा धेरै टाढा गएर सेवकाई गर्नुभयो। आफ्नो परिवारलाई समय भन्दा मण्डलीलाई समय उहाँले दिनुभयो, प्रभुको सेवकाईमा व्यस्त हुनुभयो। अनि परमेश्वरले साँच्चै नै त्यो मण्डलीहरूलाई धेरै आशिष गर्नुभएको छ, त्यो दास दासीहरूलाई परमेश्वरले आशिष गर्नुभएको छ अनि धेरै मण्डलीमा वृद्धि भएको छ, आत्मिक वृद्धि, शारीरिक वृद्धि मैले धेरै यस्ता देखेको छु। सो उहाँहरूले चाहिँ पावलले भने जस्तै सो इच्छाले गर्नुभयो अनि उहाँहरूले प्रभुबाट इनाम पाउनुभयो। अनि यो कुरालाई उहाँले बुझ्नुभयो कि मैले चाहिँ प्रभुको काम गर्दा सो इच्छाले गर्नुपर्छ, किन भन्दाखेरि परमेश्वरले चाहिँ मलाई भण्डारेको जिम्मा सुम्पिदिएको छ। जुन कुरो प्रभुबाट मैले सिकेँ, जुन कुरा प्रभुले मलाई प्रकाश दिनुभयो, अब म यो कुराहरू चाहिँ सित्तैमा अरू मानिसहरूलाई सुनाउनेछु। आज प्रियहरू, हामीले प्रभुको सेवकाई गर्दाखेरि सो इच्छाले हामी गऱ्यौँ भने परमेश्वरले हामीलाई इनाम दिनुहुन्छ। अनि सो इच्छाले गर्नको लागि नै परमेश्वरले हामीलाई खडा गर्नुभएको हो। परमेश्वरले चाहिँ हामीलाई भण्डारेको जिम्मा सुम्पिदिएको छ, जहाँ कि हामीले सितैमा अरूलाई प्रभुको वचनहरू सिकाउन सकौँ र सुनाउन सकौँ र प्रभुको सेवकाईमा हामी यसरी बढ्दै जान सकौँ। पहिलो कोरिन्थी 10 अध्यायको 31 पदले यसरी भन्छ, यसकारण तिमीहरू चाहे खाओ पियो र जेसुकै गर परमेश्वरको महिमाको निम्ति गर भनेर भन्दछ। यो संसारमा हामी जे पनि काम गरौँ, तर ती सबै कामद्वारा चाहिँ परमेश्वरलाई महिमा हुनुपर्दछ प्रियहरू। सो वचनले यसरी पनि भन्छ, परिश्रम गर्नेले नै बालीको पहिलो फल खान पर्छ। सो आज यदि हामी प्रभुको दागबारीमा आज हामी सेवकाई गर्छौँ भने आज परमेश्वरले हामीलाई इनाम दिनुहुन्छ। सो मैले गर्नै पर्छ प्रभुको काम, देयर इज नो एनी अदर अप्सन। त्यहाँ कुनै पनि अरू उपायहरू नै छैन, बहाना नै छैन। म प्रभुको काम गर्नै पर्छ, प्रभुको सेवकाई गर्नै पर्छ जसरी भए पनि। यसैका लागि प्रभुले मलाई बोलाउनु भएको भन्ने कुरालाई चाहिँ हामीले हृदयबाट सिरियसली लिनुपर्छ अनि बुझ्नुपर्छ प्रियहरू। सो यो वचनबाट परमेश्वरले तपाईँलाई धेरै मात्रामा आशिष दिनुभएको होस्। यहाँहरू सबैजनालाई जय मसीह।